विपिन जोशी नेपाल आउँदैन नि त्यसो भए आउँदैन। हैन धेरै नेपाली आशा गरेका छन् हाम्रा आउँदैन नेपाली नि त। युवा विपिन जोशी आउँछन् उनका हेर्नुस् त आमाले बहिनीले कति धेरै आँसु झारिरहेका छन् एउटी आमाले धेरै आँसु झारिरहेका छन् मेरो छोरा आउनेछ मेरो काग भरिनेछ भनेर 1 2 3 4 विपिन जोशी नेपालमा आउँदैनन् हामीले नेपाल विपिन जोशीलाई नेपालबाट गुमाइसक्यौँ हैन तपाईले भनेर हुन्छ पत्याउनु मिल्छ अब भोलि पर्सिको न्युजबाट थाहा पाउनुहुन्छ यो पनि पत्याउनु हुन्छ भने 84 पत्याउनु हुन्छ भन्नुभएको थियो 82 पत्याउनु हुन्छ भनेको थियो हैन हैन तपाई एउटा केपीको आशा सरकार ढल्छ भने त पत्याउनु हुन्छ। अझै आशा राख्ने ठाउँ छँदा छँदा तपाई त छँदै छैन भन्दिने यसरी अब नभएको कुरा निराशामा त झन् निराशा थप्ने तपाई नभएको कुरालाई छैन भन्नु पर्यो। हैन गुरु जस्तो मान्छेले त एउटा रुने मान्छेलाई हाँसाउन सिकाउने हो नि त कसरी निराशालाई आशामा मरेको मान्छेलाई जिउँदैछ आउँछ यति पैसाले तेरो छोरा म तानिदिन्छु भन्ने झुटो बोल्ने हैन झुटो नबोल्ने सही बोल्ने हो मेरोमा आइयो म ढाङ्गो ठटाएर तेरो बिरामी ठिक गरिदिन्छु भने अनि तपाईँ ढाँडो ठडाएपछि ठिक हुन्छ